आदरणीय भिवसहरूमा अभिवादन नमस्कार। म विनेश थापा। यतिखेर म टिस्टा भ्याली नजिक एउटा डाँडामा छु। यहाँबाट तपाईँलाई एउटा सानो नजरा देखाइराखेको छु। नजरा सँगसँगै अहिलेको विशेष ऋतु सम्बन्धी कुरा गरेँ त म है। अहिले हामी विशेष ग्रीष्म ऋतुकालमा छौँ। यतिखेर चाहिँ प्रायः रुखहरूले सबै पत्ताहरू रुखहरूलाई छाड्दै पत्ताहरू भुइँभरि हुन्छन्। अनि झरेको पत्ताहरूले चाहिँ विशेष गरी यो ग्रीष्म ऋतुमा चाहिँ डढेलो लाग्ने, अनि जङ्गलमा अहिले भर्खर यो डढेलो लागेर केही दिन अघि मात्र डढेलो लागेर सबै उजाड देखिएको छ। अनि रुखहरूको पत्ताहरू सबै झरिसकेका छन्। अनि यो ग्रीष्म ऋतुमा प्रायः सबै उजाड हुन्छन्। अहिले कति यो डढेलोले कति किटपतङ्गहरू मरे, सर्पहरू मरे है, चराचुरुङ्गी त कति मरे होला सायदै। सुन्दै हुनुहुन्छ माथि मयूर कराइराखेको छ मजुर। यो सिजनमा चाहिँ यस्तै हुन्छ, कति न्याउली कराइराखेको हुन्छ, मयूर कराइराखेको हुन्छ। तैपनि यो उजाड हुँदै पनि यो चराचुरुङ्गीको एक प्रकारको उडाट लाग्दो यिनीहरूको आवाजले पनि हामीलाई झनै उडाट बनाइराखेको हुन्छ होइन। तर फेरि अब केही समयपछि, केही महिनापछि ग्रीष्म ऋतु सुरु हुन्छ, वर्षा ऋतु सुरु हुन्छ। वर्षा ऋतु सुरु हुने बित्तिकै जब झरी सुरु हुन्छ, झरीले बिस्तारै यो रुख पाउदाहरूमा मरिसकेका, डढेलो लागिसकेका यी भुइँहरूमा अनि पलुवाहरू सुरु हुन्छन्। अनि किनभने झरीले यिनीहरूलाई सास फेर्न अथवा मरिसकेका पौधाहरूमा सास फेर्ने यिनीहरूलाई मौका पाउँछ। जिन्दगी पनि यस्तै रहेछ नि होइन मित्रहरू। हाम्रो जिन्दगी यस्तै हुन्छ। सधैँ एउटै ऋतुमा हामी, एउटै प्रकारको अवस्थामा हामी जिउन पाउँदैनौँ। कहिले ग्रीष्म ऋतुमा हामी पस्नुपर्छ होइन, उजाड अवस्थामा, कहिले फेरि वर्षा ऋतुमा, कहिले वसन्त, शिशिर, यस्तै ऋतुहरूमा प्रवेश गर्दै जिन्दगी पनि यसरी गुज्रिँदो रहेछ। तपाईँले नसोच्नु होला जिन्दगी सधैँ शिशिर वसन्तमा जस्तै हुन्छ, तर जिन्दगी कहिले वर्षा, कहिले ग्रीष्म ऋतुमा पनि हामीले जिउनु पर्ने हुँदो रहेछ। यहाँलाई शुभ दिन।